हेलो गाइज, वेलकम टु माई न्यू भ्लग गाइज होइन। आज चाहिँ हामी घुम्न निस्किसकेछौँ। यहाँदेखि चाहिँ हाम्रो कोठादेखि चाहिँ हाम्रो भाइ अनि म अनि यता दाइहरू चाहिँ खै यतै हुनुहुन्छ अरे होइन। आजको मौसम यस्तो छ। अब आज चाहिँ लास्ट हाम्रो 6 दिनको 2 दिन मात्र बाँकी छ, आज र भोलि। त्यो 2 दिन पनि अब आज सकिहाल्यो। आज सकिन्छ यो घुम्दैमा। अनि 1 दिन बाँकी रहन्छ, 1 दिन त अब रेस्ट पनि गर्नु पर्यो होइन कोठामा। आज मौसम चाहिँ घाम लागेको छैन होइन, बादल बादल छ तर पनि चिल छ, कुल छ। फेन्टेकदेखि छनानदेखि चाहिँ बस चढेर थोरै फेरि हिँड्नुपर्छ, त्यहाँसम्मको हाम्रो यात्रा छ आज चाहिँ। म तपाईँहरूले सबै देखाउँछु, स्टे ट्युन गाइज। फेन्टेक एके प्लाजा पुगिसक्यौँ होइन। यहाँदेखि ट्रेन चढेर अनि छनान जाने हो। हाम्रो दाइ हो, हिरो दाइ। दाइ हेरिदिनु न एकचोटि। हामी छौँ है यता। दाइ हिरो दाइ हो। अनि आज चाहिँ कोरियाको बुद्ध जयन्ती होइन दाइ? आज चाहिँ कोरियाको बुद्ध जयन्ती। अलिक भिडभाडै छ गाडीहरूमा पनि, ट्रेनमा पनि भिडभाडै होला। यता यहाँदेखि ट्रेन मजाले चढेर छनान सार्नु पर्छ हामी चाहिँ। सो गाइज, हामी चाहिँ हिँडिरहेछौँ होइन यस्तो उकालोमा। अनि हिँड्दा गर्मीले यस्तो भइसक्यो, ज्यान देख्न सक्नुहुन्छ। सबै ज्याकेट फुकालेर यसरी हिँडिरहेको छन् हाम्रो दाइहरू, हाम्रो भाइ होइन। यो चाहिँ लगभग हामी पुगिसक्यौँ हाम्रो गन्तव्यतिर। अनि यहाँ एकछिन मजाले घुमेर, मान्छेहरू धेरै छ क्या, आज बुद्ध जयन्ती नै रहेछ यहाँको कोरियाको। अनि ससारा पाफा भयो, अलि पहाडको बिचमै रहेछ, जङ्गलको बिचमै। आज चाहिँ अलि यिनीहरूको चाहिँ कोरियनहरूको चाहिँ लागिरहेको चाडपर्व नै हो। अब यहाँ के गर्न लाइन लागिरहेको छ खै, टोइलेट यता छ। एकछिन घुमौँ हेरौँ होइन। यहाँ चाहिँ केही पूजापाठ भइरह होला यता पनि। आज त जताततै कतिवटा यो बुद्धको मन्दिर होइन, यहाँ मजाले ढोगिरहेछन् होइन। अब हामी चाहिँ गएर ढोग्ने कुरा भएन। त्यही त हेर्ने, बाहिरदेखि फोटो खिच्ने, त्यही हो। यतातिर नि अब के राखेको छ यार। तर एउटा गाइज होइन, ठुलो बुद्धको मूर्ति छ क्या, त्यो चाहिँ यसको माथि हुनुपर्छ सायद। दाइहरू आएपछि हामी उतै जान्छौँ। म चाहिँ भित्र जाँदैछु, एकचोटि कस्तो लाग्छ पिछाड गएर हेरौँ न होइन। हेर्दा त बवाल देखिरहेछ के अरे। गाइस कस्तो देख्यो लुकामारी खेल्ने यस्तो ठाउँ छ यार। कस्तो आनन्द देखिएको होइन, पुरै लाइन छ। कस्तो देखिरहेछ मेरो खर्च, यस्तै हो। म चाहिँ माथि हिँडेँ होइन गाइज, साथीहरू चाहिँ तलै छन्। केटाहरू के गरिरहेछन् यार। लास्ट ढिलो यार। यहाँ छ बुद्धको मन्दिर चाहिँ नि। पानी पनि पर्न थाल्यो गाइज होइन। वाउ, यसलाई देखेर आएको। तर हेर्नु न, बादल पुरै पानी पर्ला जस्तो भइसक्यो त। यता चाहिँ अब हाम्रो बाजेहरूले म्युजिक लाग्नु भएको, पुरै दिइराखन्। मलाई एउटा आजुमाले यो दियो होइन, ला भनेर। एउटा पनि दिएको छ, यो साथीलाई दियो भनेर। साथी त कट्टै कता छन्, म चाहिँ लगाइहालेँ। यो खुसी लाग्यो होइन। यहाँदेखि भ्यू देख्न सक्नुहुन्छ कस्तो छ भ्यू, दामी छ भ्यू होइन। गाइस अब चाहिँ हामी तलतिर जान लाग्यो। अब यहाँ घुमेर सबै भ्याइयो होइन। गाइस अहिले चाहिँ हामी पोखरीतिर हिँडिरहेछौँ होइन।
हाम्रो यो साइडमा यो मन्दिर जानुभन्दा अगाडिको एउटा पोखरी आउँछ त्यहाँ चाहिँ हामी चाहिँ त्यसकै वरिपरि हिँडिरहेको छौँ अहिले कस्तो छ देख्न सक्नुहुन्छ यस्तो बवाल छ होइन यस्तो मजाको छ के कोरिया भनेको कोरिया हो कि गाइज होइन यस्तो यो घुम्नलाई पनि यस्तो के अब यस्तो ठाउँमा त नेपालमा भयो त अनि चाहिँ यहाँ टिकट काट्ने सिस्टम अनि अब दिनको के अरे एकजनाको 100 रुपियाँको दरले पुरा त्यहाँ मान्छे पाले बसाइहाल्थ्यो क्या कोरिया भनेको कोरिया हो कि गाइज होइन हेर्नु न टक्क होइन राखिदिएको छ यति सफा बाटो होइन या दामी छ कि गाइज होइन यहाँ माछा छ माछा यहाँ हेर्नु होइन तपाईँहरूलाई म देखाउँछु अहिले आमा माछा हेर्नु गाइज होइन ओहो यस्तो माछा छ गाइज है मोबाइल खस्ला हुन्न नि डर छ फेरि तर केही छैन यति त देखिन्छ होला यस्तो दामी दामी माछा छ दामी त दामी छ के ठाउँ चाहिँ अब चाहिँ हामी हिँडेको होइन ओ त्यहाँ हो त्यहाँदेखि हिँडिसक्यो अब चाहिँ त्यहाँ अब सिउमा गएर केही खाएर बल्ल गाडी चढेर जाने हाम्रो प्लान भइरहेको छ त्यही भएर त्यहाँनिर अगाडि बसमा बसेनौँ बसमा नबसेर हिँडेर अब सिउमा केही खाएर बल्ल बसमा बसेर जाने प्लान छ गाइस है यस्तो छ बाटो होइन हाम्रो दाइ अलिक कक्रिसक्नुभयो म त जाँदैन चाहिँ हामी छनान 1 मा छौँ होइन देख्न सक्नुहुन्छ यो छनान 1 हो यहाँदेखि चाहिँ अब ट्रेन समातेर टक्क फेन्टेक 1 मा चाहिँ झरेर त्यहाँदेखि फेरि बस समातेर उठा जानुपर्छ दाइहरू बसिराख्नु भएको छ आफ्नो टिकटक भिडियो बनाउँदै गाइज हामी चाहिँ ट्रेनमा बसिसक्यो होइन उतातिर यस्तो छ अवस्था गाइज हामी चाहिँ हाम्रो होइन आफ्नै गाउँ फर्किआए ठाउँ फर्किआए भने जस्तै हाम्रो कोठातिर आइसक्यो अब आजको यो तरकारीहरू बोकेर होइन अनि उता हाम्रो भाइहरू दाइहरू सबै आफ्नो आफ्नो तरकारी बोकेर अनि यसो कस्तो लाग्यो ब्लग तपाईँलाई पक्कै पनि मन पर्यो होला राम्रो नराम्रो कमेन्ट पनि गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला होइन ल ब्रो ओके अनि हामी बस्ने चाहिँ छौँ चङ्सला फात हो दिन तपाईँहरूलाई म आफ्नो रुम टुर पनि गराउँछु आजको ब्लगलाई यही सकौँ है त ओके टाटा बाई बाई